हेलो, नमस्ते सबैजनालाई। आज चाहिँ च्याउ खाँदै हामीहरू। अनि च्याउ गराएँ अनि आलु मुसेको राम्रो हुन्छ भनेर आलु पनि काटेँ। सासूआमाले ल्याउनुभएको थियो नि गोठालोदेखि च्याउ। हजुरलाई कस्तो लाग्छ? मलाई चाहिँ एकदम मनपर्छ है। त्यसपछि आलु काटेँ, त्यसमा प्याज पनि काटेँ, टिमुर, लसुन, मर्च काटेर अनि पकाउँदैछु हजुरलाई। पहिला चाहिँ आलु भुटेर पाक्न दिएको, यसलाई चाहिँ पाक्दैछ। पाक्छ च्याउ। अब खाने सिजन पनि आयो नि त, बर्खाको टाइममा चल्लेरी च्याउ भन्छन् नि त। पकाएँ। अहिले चाहिँ भुट्दाखेरि चाहिँ पकाउँदाखेरि यति बहरी देखिरहेछ। अहिले चाहिँ कति देखिन्छ है साथीहरू। भुट्दा भुट्दा पाकेर यति भइसक्यो। पानी चाहिँ कति आएको हो कि यो च्याउदेखि। अनि पाक्यो अनि रोटी बनाएर अनि त्यसमा तिलको अचार अनि च्याउ बनाएर हामीले खायौँ। बाई बाई साथीहरू।